दिदीले सोध्यो के चल्दैछ तेरो कामकाज दिदीले सोध्यो के चल्दैछ तेरो कामकाज अनि के गर्ने आशा त्यसैले हाँसेर बाँच्छु आफ्नो जिम्मेवारीलाई म आफ्नै काँधमा राख्छु मलाई राम्रोसँग थाहा छ अहिले म कहाँ छु जहाँ भए पनि ए आमा बाउ म सधैँ तिम्रै साथ छु मेरो दिदीले सोध्यो के चल्दैछ तेरो कामकाज दिदीले सोध्यो के चल्दैछ तेरो कामकाज दाइले भन्छ आफ्नो परिवारको नाम राख आमाले भन्छ बाबु के छ तेरो हालखबर बाबुले भन्छ छोरो के गर्दैछस् आजकल दिदीले सोध्यो के चल्दैछ तेरो कामकाज दाइले भन्छ आफ्नो परिवारको नाम राख आमाले भन्छ बाबु के छ तेरो हाल खबर बाबुले भन्छ छोरो के गर्दैछस् आजकल केही पनि गर्दिनँ म यतिकै बसिरहेछु किन होला म आजकल एकदमै साइको भएको छु ब्याड स्याड खान्छु अनि जोइन्ट सोइन्ट तान्छु किन होला म आजकल एकदमै साइको भएको छु केटाहरू पटुलेर गल्लीतिर जान्छु दिनभरि गोटीको चार्जमा दिनभरि गोटीको चार्जमा छैन केही अप्सन गल्ली मेरो जक्सन ढिक्कारो ब्ल्याक मेरो हातमा ढिक्कारो ब्ल्याक मेरो हातमा जहिले पनि खान्छु अहिले पनि जान्छु मरेरै जानु छ लास्टमा एक दिन मरेरै जानु छ लास्टमा जब जान्छु म मरेर मलाई जलाउँदा मेरो धुवामै गाँजाको बास्ना जिन्दगी यसरी चल्दैछ खासमा मेरो कोही छैन आफ्नो मान्छे वरिपरि आज बोल्नु खोज्दा बित्दैन मेरो बोली परे त्यति माया गर्ने सम्मानले पनि छोडी गए तर बालै भएन एक्लै बस्दिन्छु बोली पनि मेरो दिदीले सोध्यो के चल्दैछ तेरो कामकाज आमाले भन्छ बाबु के छ तेरो हाल खबर घरबाट धेरै टाढा छु आज म भुजिया कुकुर छाडा छु सामान उठाउनलाई हिलोसँग जहिले पुग्ने गर्छु म बाला छु अनि चापमा फर्किन्छु बाटोमै हल्ला गरिदिन्छु मुख छाडिदिन्छु डन्डीको पान डन्डीसँगै जङ्गिन्छु अनि समाउँछ मलाई च्याप्छु गोदै खान्छु मैले बिहान भुट मलाई हिसाबले चौकीमा लगेर हान्छ टाउकोमा ड्याम भुट पारा मेरो त्यस्तै हो कोही गुज्रेको म 3 वर्ष रिहाब छिरे तर खै सुध्रेको चाहना छ मलाई मेरो परिवार खुसी पाउनु तर पनि मलाई मेरो बाउ आमाले बुझिरहेछ मलाई खुसी बनाउन आफ्नो आँसु बुझिरहेछ यो सब देख्दा मेरो मन निकै दुखी भएको छ कसरी भनौँ आमा तिम्रो मुख अगाडि बोल्न गाह्रो लाग्छ तिमी कराउँछौ त्यसपछि पारो तान्छ तर भावो आज जिम्मेवारी सबै मेरो काँधोमा छ त्यसैले अब म